नेपालीहरूको महान चाड विजयादशमीको सुखद उपलक्ष्यमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अवेर नेपाल मिडिया तथा अपाङ्गता आवाज परिवार, फोर्स नेपाल परिवार। हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा, भवानीको भयो पूजा, चल्यो आनन्दको चर्चा। दर्शकबिन नमस्कार। कार्यक्रम अपाङ्गता आवाजमा यहाँलाई हार्दिक स्वागत छ। नेपालीहरूको महान चाड बडा दशैँको शुभ अवसरमा हाम्रा सम्पूर्ण दर्शकहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। नेपालीहरूको महान चाड विजयादशमी हाम्रो घर आँगनमा भित्रिसकेको छ। दशैँलाई मिठो खाने, राम्रो लाउने चाडको रूपमा मनाइन्छ। असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा 9 दिनसम्म माता दुर्गा भवानीको पूजा गर्दै 10औं दिन ठुला बडा एवं मान्यजनहरूको हातबाट टीका र जमरा ग्रहण गरी हर्ष र उल्लासका साथ बडा दशैँ मनाउने गरिन्छ। आर्थिक रूपमा सम्पन्न व्यक्तिहरूका लागि दशैँ रमाइलो गर्ने पर्व हो, तर गरिब एवं विपन्न वर्गका व्यक्तिहरूका लागि भने दशैँ दशा जस्तै भएर आउँछ। आज हामीले काठमाडौँको मूलपानीमा रहेको लव प्रसाद सुधार केन्द्रमा रहेका बालबालिकाहरूका बारेमा तयार गरिएको एक सामग्री प्रसारण गर्नेछौँ। असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा 9 दिनसम्म माता दुर्गा भवानीको पूजा गर्दै 10औं दिन ठुला बडा एवं मान्यजनहरूको हातबाट टीका र जमरा ग्रहण गरी हर्ष उल्लासका साथ विजयादशमी मनाउने गरिन्छ। लाउने, मिठो खाने, टाढा टाढा रहेका आफन्तजनहरू समेत एक ठाउँमा जम्मा भई रमाइलो गरी बडा दशैँ मनाउने गरिन्छ। विशेष गरी दशैँमा सबैजना रमाउने गर्दछन्। ठुला बडाको तुलनामा ससाना केटाकेटीहरू अझ बढी खुसी हुने गर्दछन्। उनीहरू भन्छन् कि दशैँमा राम्रो राम्रो नयाँ लुगा लाउन पाइन्छ, मिठो मिठो खाना पाइन्छ, विभिन्न ठाउँमा घुम्न जान पाइन्छ। त्यसकारण दशैँ सधैँ आइदिए हुन्थ्यो। जुन बच्चाहरूको अभिभावकहरू आफ्नो छोराछोरीको चाहनाहरू पुरा गर्न सक्दछन्, यिनीहरू त यसै भन्छन्। तर जसको शिरमाथि बाबुआमाको हात छैन, आफन्तजनको साथ छैन, एक मुठी मुखमा लाउने माड छैन, शरीर ढाक्ने कपडा छैन, जसलाई बस्ने बास छैन, ती व्यक्तिहरूले कसरी दशैँ मनाउलान् त? प्रश्न यहाँनिर आउँछ। के उनीहरूको इच्छा हुँदैन र? राम्रो लाउने, मिठो खाने, घुम्न जाने, साथीभाइहरूसँग रमाइलो गरी पिङ खेल्ने। तर उनीहरूको यो इच्छा कसले पुरा गरिदिने? कुनै व्यक्तिले, समाजले वा सरकारले? सम्पन्नशाली परिवारको बच्चा होस् वा विपन्न वर्गको, सम्पूर्ण केटाकेटीहरूको मन एउटै हुन्छ। केटाकेटी मात्र किन, यी सडकका छेउछाउ मागेर बस्ने अपाङ्गता भएका व्यक्तिहरूलाई दशैँ आउँदैन होला र? उनीहरूको मन छैन होला? के उनीहरूको आशा हुँदैन होला र? दशैँ जस्तो महान चाडमा अरू व्यक्तिहरूले सरसामान किनी रमाइलो गर्दै हिँडेको दृश्य हेरेर चित्त बुझाउनु बाहेक अरू केही गर्न सक्दैनन् यी व्यक्तिहरू। हुने खानेको लागि त दशैँ निकै महत्त्वको चाड हो, तर जो व्यक्तिहरू आर्थिक रूपमा कमजोर छन् उनीहरूका लागि भने दशैँ दशाको रूपमा आउने गरेको छ।
हिन्दूहरूको महान चाड विजयादशमीको सुखद उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। प्रमुख कार्यकारी अधिकृत तथा त्रिवेणी विकास बैंक लिमिटेड परिवार नारायणगढ चितवन। प्रमुख नारायणी नेसनल फाइनान्स लिमिटेड नारायणगढ चितवन। डाक्टर श्याम बहादुर राउत रामपुर क्याम्पस चितवन। सरस्वती शर्मा तथा सम्पूर्ण शर्मा परिवार नारायणगढ चितवन। अध्यक्ष तथा उद्योग वाणिज्य सङ्घ परिवार नारायणगढ चितवन। सुरेश कुमार विनोद कुमार मेन रोड चितवन। नेपालीहरूको महान चाड बडा दशैंको शुभ अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। बालाजी स्टोर भिकुटीपथ नारायणगढ चितवन। मास्के पुस्तक भण्डार नारायणगढ चितवन। बराली सुनचाँदी पसल मिलन रोड नारायणगढ चितवन। हरेराम हरे कृष्ण सुनचाँदी पसल मिलन रोड नारायणगढ चितवन। ब्रुनाई सुनचाँदी पसल मिलन रोड नारायणगढ चितवन। चन्द्रमान एन्ड सन्स भिरकुटीपथ नारायणगढ चितवन। हिन्दूहरूको महान चाड विजयादशमीको सुखद उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदी तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल परिवार भिरकुटी मण्डप काठमाडौँ। सबरी पिया सैचोक चितवन। सुनिल खनाल चितवन फर्निचर नारायणगढ चितवन। राजकुमार कानु मेन रोड नारायणगढ चितवन। केदार श्रेष्ठ लीलाचोक नारायणगढ चितवन। सुषमा प्रधान मेन रोड नारायणगढ चितवन। नारायण प्रसाद शर्मा मिलन रोड नारायणगढ चितवन। नोकिया, सोनी एरिक्सन, स्यामसङ, मोटोरोला, एचटिसी, आइफोन, ब्ल्याकबेरी, एलजी, माइक्रोम्याक्स, स्पाइस सबै ब्रान्डका मोबाइलहरू सबैभन्दा सस्तो मूल्यमा एक मात्र पसल सिटिभी मोबाइल। न त महँगो पर्ने डर न त नक्कली नै। 1 वर्ष वारेन्टी, एक्सचेन्ज फेसिलिटी। सिटिभी मोबाइल शप नम्बर 13 फर्स्ट फ्लोर ताम्राकार कम्प्लेक्स पार्कपुर न्यू रोड काठमाडौँ। टेलिफोन नम्बर 20333170। यतिखेर हाम्रो घर आँगनमा दशैं भित्रिसकेको छ। तपाईँ हामी आआफ्नो गच्छे अनुसार किनमेलमा व्यस्त पनि छौँ होला, तर मूल पानीमा रहेको यो बाल गृहका सञ्चालकहरूलाई भने यति बेला निकै सङ्कट आइलागेको छ। यस केन्द्रमा रहेका बालबालिकाहरूले दशैंमा नयाँ लुगा लाउने, मासु भात खाने, रमाइलो गर्ने सपना देखिरहेका छन्। अब यता भाइ बहिनीसँग अनि आमासँग मनाउनु पर्छ, हिँड्नको गाह्रो छ अनि अपाङ्ग मान्छे हिँड्न सकिँदैन। आमासँग बसेर रमाइलो गर्ने, भाइ बहिनीसँग बस्न रमाइलो हुन्छ। अनि दसैँमा खसी काटेर आमाले बोलाएर के अरे खसी ल्याएर नि दिनुहुन्छ। अनि भाइ बहिनीसँग खेलेर दाजुबहिनीसँग खेलेर नि बस्न रमाइलो हुन्छ। दसैँमा घर नजाने विचार र दसैँमा रमाइलो गर्ने विचार गरेको छु। यहाँ रमाइलो कसरी गर्ने हो त नि? हजुर, रमाइलो भाइ बहिनी दिदी आमा दाइहरूसित। दसैँमा भाइ बहिनी आमा दाइ उषा आमा नरा दाइहरूसित रमाइलो गरेर के अरे खसी काट्ने रमाइलो गर्ने विचार। संस्थाकी अध्यक्ष उषा कार्की भने आर्थिक अभावका कारण बालबालिकाको सपना कसरी पूरा गर्ने भनी चिन्तित हुनुहुन्छ। यी बच्चाहरूको मिठो खाने, राम्रो लाउने सपना पूरा गर्न सबैमा सहयोगका लागि आग्रह गर्नुभएको छ। अब यिनीहरूलाई अब हुन त हामीलाई त दसैँ आउँदैन, बच्चाहरूलाई हो दसैँ भन्ने कुरा त अब हेरौँ। अब सबैले सहयोग गरेर उहाँहरूले पनि सबैले बुझिदिएर यी बच्चाहरू हाम्रै हुन् भनेर सबैले सहयोग गरिदिनु भने त राम्रै हुन्थ्यो। होइन भने अब जस्तो हुन्छ, अब ढिँडो मसिनो होइन मिठो मसिनो जे जस्तो हुन्छ खुवाउँछु नि, अब के गर्ने। सबैलाई अब आग्रह म एउटा के भन्छु भने दसैँमा ठुलो मान्छेको भन्दा पनि सानो मान्छेहरूको लागि रहेछ। त्यो कुरा चाहिँ मैले पोहोरको सालै थाहा पाएँ। त्यही भएर पनि अब अहिले दसैँ आइरहेछ, बच्चाहरूलाई लुगा किनिदिने भन्यो, खुवाउनु पऱ्यो, दुःख सुख एउटा 2 दिन त मासु खुवाउनै पर्ने भयो। अब त्यसको लागि चाहिँ अलिकति मलाई पनि चिन्ता चाहिँ लागिरहेको छ।
जोरपाटी स्थित अपाङ्ग सङ्घभित्र रहेको अर्थोपेडिक हस्पिटलको क्यान्टिन सञ्चालन गरी 18 जना अपाङ्ग एवं अनाथ बालबालिकाहरूको लालन पालन तथा पढाइ खर्च जुटाउन धौधौ परेको छ उषा कार्कीलाई यतिखेर। अर्थोपेडिक या अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा एउटा क्यान्टिन छ। त्यो क्यान्टिन मैले 65 सालदेखि चलाउँदै आएको अनि 65 सालमा आउँदाखेरि त्यो क्यान्टिन चलाएँ। त्यहीँको वातावरण सबै कुरा हेरेँ। त्यहाँ खगेन्द्र बहादुर बस्नेतको एउटा त्यहाँको पौरख हेरेँ मैले। त्यहाँको उहाँको जीवनी पढेँ, सबै कुराहरू पढेँ। उहाँले पनि एउटा ट्युसन पढाएर त्यहाँ एउटा अपाङ्गसँग आफ्नो पैतृक सम्पत्ति बेचेर ल्याएर अपाङ्गसँग एउटा खगेन्द्र नवजीवन केन्द्र भनेर यत्रो विश्वमा उहाँहरूले चिनाउनु भयो भने मेरो बुवा पनि एउटा टिचर हो। किन नगरौँ त? अब कमाएको सम्पत्ति एउटा जति पर्सेन्ट कमाइन्छ त्यसको यसैलाई बच्चाहरूलाई नै एउटा राख्छु र गर्छु भनेरै मैले चाहिँ 2 जनादेखि सुरु गरेँ। 2066 सालमा स्थापना भएको यस लभ प्रसाद सुधार केन्द्रमा हुम्ला, बाजुरा, सिन्धुली लगायत देशका विभिन्न विकट क्षेत्रका बालबालिकाहरूले आश्रय लिइरहेका छन्। बस्ने ठाउँ सुरक्षित नभएका कारण आफू काम गर्न बाहिर जाँदा पनि बालबालिकाहरूलाई केही भइहाल्छ कि भन्ने पिरले सञ्चालकहरूलाई सधैँ सताइरहन्छ। बाल्य अवस्थामा आफूले पनि अपाङ्गताको पीडा भोगिसकेको र क्यान्टिनमा काम गर्ने सिलसिलामा अपाङ्ग सङ्घ जोरपाटीमा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूसँगको निकटताका कारण आफू यो क्षेत्रमा लागेको बताउँदै अनाथ एवं अपाङ्ग बालबालिकाहरूलाई पढ्ने अवसर प्रदान गर्नुपर्ने कुरामा कार्कीले जोड दिनुभयो। अशक्त हुँदाखेरिको कठिनाई अनि अपाङ्ग सङ्घमा बसेर मैले त्यो देखेँ सबै कुराहरू। अपाङ्गहरू कस्तो हुँदो रहेछ, कस्तो गाह्रो हुँदो रहेछ। अहिलेको जमानामा हामी आज सग्लो छौँ, अहिले भरे हिँडेछौँ 2 खुट्टाले भनेर बेलुका आउँदाखेरि त 2टै खुट्टा हुन्छ भन्ने पनि कसैको ग्यारेन्टी चाहिँ छैन। हेर्नुहोस्, त्यो भएकोले गर्दाखेरि अपाङ्गहरू भन्दैमा असहाय भयो भन्दैमा हामीले हिलाची गर्नु हुँदैन। नयाँ बस्ती भन्ने ठाउँमा एउटा प्राइड जोन भन्ने एउटा नयाँ स्कुल खुलेको छ। त्यहाँनिर सबैजनालाई मैले त्यहाँ हालेको छु। यहाँबाट 1 घन्टा जति लाग्छ हिँडे जानलाई। अब यी मैले काखमा बोकेको फुच्ची चाहिँ सबैभन्दा सानी, यो पनि यहाँ पुत्लुङ रुँदै जान्छे हिँड्दै। अब अहिलेसम्म त त्यहीँ मैले पढाइरहेको छु, बच्चाहरू बोर्डिङमै पढाएको छु। अब आउने सिजनमा चाहिँ अलिकति अब यहाँदेखि बौद्धसम्म छन्, धेरैवटा स्कुल छन्, झन् 50-60 वटा स्कुल छन्। सबै ठाउँमा अब गाडीको ठाउँ भएको ठाउँमा जानलाई अब गाह्रो त गाह्रै छ। प्रत्येक स्कुलले अब 1-2टा जति सक्छु उहाँहरूले जति सक्नुहुन्छ होइन त्यतिलाई चाहिँ अलिकति सहयोग गरिदिनु भयो भने यहाँदेखि अब बौद्धसम्मको सबै एउटै स्कुलमा हालेर एउटालाई भार दिनुभन्दा सबै स्कुलको प्रिन्सिपलले चाहिँ ल ठिकै छ त्यो संस्थाको एउटा बच्चा म पढाइन्छु भनेर उहाँहरूले मलाई सहयोग गरिदिनु भयो भने चाहिँ धेरै राम्रो हुन्थ्यो। म त एउटा माध्यम मात्रै हो खासमा। अब उनीहरूले खास पढ्नुपर्ने एजुकेसन त उनीहरूलाई चाहिने नै हो। जसरी भए पनि एक छाक खाएर भए पनि उनीहरूले एजुकेसन त गर्नै पर्छ। त्यही भएर मैले अब आउने सिजनदेखि चाहिँ बालबच्चाहरूलाई सबै स्कुलहरूले सहयोग गरेर 1-2टा पढाइदिन्छु भन्दैदेखि धेरै राम्रो हुन्थ्यो जस्तो मलाई लाग्यो। कतिपय संस्थाहरूले अनाथ एवं अपाङ्गता भएका बालबालिकाहरूलाई पुनर्स्थापना गर्ने भन्दै ठग्ने गरेका कारण काम गर्ने संस्थाहरू पनि अप्ठ्यारोमा पर्ने गरेका छन्। यस्ता संस्थाहरूलाई सरकारको प्रत्यक्ष अनुगमनको खाँचो छ। त्यस्तो झोलामा बोक्ने संस्था लिएर हिँड्ने दाजुभाइ दिदी बहिनी जोसुकै महानुभावहरूले पनि गरेर काहीँ एउटा बाल आश्रम खोलेर बस्नेहरूलाई चाहिँ धक्का नपुगिकन गरिदिनु होला। उहाँहरूकोले चाहिँ अरूलाई असर नपरोस्, उहाँहरूलाई चाहिँ म त्यो सुझाव दिन्छु। होइन, निस्वार्थ भावनाले काम गर्ने हो भने आफूले पनि दुःख गर्नुहोस्, उहाँहरूलाई पनि हेर्नुहोस्, केही गर्नुहोस्। किनभने जसले पनि आफ्नो लागि पनि पेट पाल्नै पर्छ, पाल्न त जसले पनि गर्नै पर्छ। तर त्यसरी सधैँ ठगेर खाएर चाहिँ नहिँड्नुहोस् नि म पनि भन्न चाहन्छु।
नेपालीहरूको महान चाड बडा दशैंको शुभ अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। जय सन्तोषीमा सुनचाँदी पसल मिलन रोड नारायणगढ चितवन, जुली टेलर्स नारायणगढ चितवन, लक्ष्मी नारायण वस्त्रालय शहीद चोक नारायणगढ चितवन, खानीखोले हार्डवेयर शहीद चोक नारायणगढ चितवन, प्रगति हार्डवेयर शहीद चोक नारायणगढ चितवन, प्रभा विद्युत कमलनगर चितवन। हिन्दूहरूको महान चाड विजयादशमीको सुखद उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष लाक्पा ढुण्डुप लामा तथा नुब्रे सांस्कृतिक युवा उत्थान समिति परिवार सीतापाइला काठमाडौँ, अध्यक्ष चूडामणि पौडेल तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल मध्यमाञ्चल क्षेत्रीय कार्य समिति परिवार, परिलक्षित परिवार कुपण्डोल ललितपुर, दिपेन्द्र श्रेष्ठ मेन रोड नारायणगढ चितवन, संस्थापक अध्यक्ष चन्द्रसिंह साउद नमस्ते जनसेवा नेपाल धुलीखेल काभ्रे, अध्यक्ष किपा शेर्पा तथा अपाङ्ग पुनस्थापना केन्द्र नेपाल परिवार गोकर्णेश्वर काठमाडौँ, अध्यक्ष भानीचन्द्र ठकुरी तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्य समिति परिवार, कल्याण सिंह चैसिर तथा सम्पूर्ण चैसिर परिवार दत्तु दार्चुला। नेपालीहरूको महान चाड बडा दशैंको शुभ अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। लोकमान एन्ड सन्स मिलन रोड नारायणगढ, कैलाश आयल पुलचोक नारायणगढ चितवन, विकास गुरागाई तथा ओम साईदीप डिजिटल फोटो शहीद चोक चितवन, जीवन ज्योति सुनचाँदी पसल भ्रिकुटीपथ नारायणगढ चितवन, पङ्कज पुस्तक भण्डार नारायणगढ चितवन, द ब्रदर्स आयल पुलचोक चितवन। दर्शकबिन, उषा कार्कीले अनाथ एवं अपाङ्गता भएका बालबालिकाहरूलाई दुःख गरेर भए पनि जुन शिक्षाको अवसर प्रदान गर्नुभएको छ, यस कार्यमा तपाईँ हाम्रो साथ र सहयोगको खाँचो छ। आज एकजना उषाले 18 जना बालबालिकाहरूलाई अवसर प्रदान गर्नुभएको छ। तपाईँ हाम्रो साथ रह्यो भने भोलिका दिनमा अझ योभन्दा बढी बालबालिकाहरूलाई अवसर प्रदान गर्न हामी सक्षम हुनेछौँ। कार्यक्रम अपाङ्गता आवाजमा विभिन्न ठाउँका अपाङ्गता भएका बालबालिकाहरूको गतिविधि प्रसारण भएपछि विभिन्न क्षेत्रबाट हाम्रा दर्शकहरूले हामीलाई सल्लाह सुझाव एवं यस्ता बालबालिकाहरूलाई सहयोग समेत गर्नुभएको छ। यसै क्रममा काठमाडौँको बौद्ध बस्ने श्री ngawang शेर्पाले हामीलाई सम्पर्क गरी काठमाडौँको मूल पानीमा रहेको ल प्रसाद सुधार केन्द्रमा रहेका बालबालिकाहरूलाई लुगा कपडा तथा खाद्य सामग्रीको सहयोग गर्नुभएको छ। टेलिभिजनमा अपाङ्गता भएका बालबालिकाहरूको रिपोर्ट देखेपछि आफूलाई सहयोग गर्न मन लागेको शेर्पाले बताउनुभयो। त्यो अब टिभी समाचारहरू खेलाहरू हेरिबस्थ्यो, त्यतिखेर तपाईँहरूको प्रोग्राम सुरु भएको रहेछ र अनि त्यहाँ फोन नम्बर देखेर बच्चाहरू यताउता हिँडेको चलेको देख्यो, सानसानो बच्चाहरू। अब कोही हात खुट्टा नचल्ने, कोही बोली नआउने, कोही हिँड्नै नसक्ने सानो सानो त्यस्तो देखेर चाहिँ अनि मलाई चाहिँ अब केही आफूले सकेको सहयोग गर्नु मन लागेर फोन नम्बर टिपिरहेको। यस्ता असहाय अनाथ एवं अपाङ्गता भएका बालबालिकाहरूलाई सबैले आफ्नो गच्छ अनुसारको सहयोग गरेमा उनीहरूले पनि केही गर्ने अवसर पाउन सक्ने र समाजमा पुनस्थापित हुन सक्ने कुरा शेर्पाले बताउनुभयो। अब साथीभाइहरूले पनि त्यस्तो प्रोग्राममा हेर्नु भएको छ भने आफूले सकेको सहयोग जति देर थोर जो हुन्छ त्यो गर्नुभयो भने राम्रो हुन्छ। उनीहरूलाई अब एकैजनाले गरेर त सक्दैन होइन, अब 100 जनाले थुक्यो भने अब यहीँ कति नदी बग्ने हुन्छ है, त्यो हिसाब हो। अब देर थोर जति भयो भने 100, 200, 1000, 2000 या खानेकुरा भयो या लुगा कपडा भयो या ओढ्ने ओछ्यान भयो, त्यस्तो आफूसँग जो परिरहेको छ आफूले जो सकेको छ त्यो सहयोग गर्नुभयो भने हामीले आफूलाई पनि राम्रो हुन्छ। संस्थामा रहेका बालबालिकाहरूलाई प्रत्यक्ष हेर्न संस्थामै पुगेका शेर्पा बालबालिकाहरूको अवस्थाको बारेमा सबै कुरा बुझेपछि निकै भाव विवल हुनुभयो। उहाँले आफ्ना आँसु थाम्न सक्नु भएन। पछि
हाम्रो त अब मलाई आउँछ हुन्छ यो कुरा आउँदैन म यो बजाउनु दुःख देखेर मलाई आउँछ आउँदैन अब यस्तो दुःख मलाई देख्नै सक्छ नि त पक्कै पनि तपाईँ हाम्रो सानो सहयोगले यस्ता बालबालिकाहरूले सहज जीवनयापन तथा शिक्षाको अवसर प्राप्त गर्न सक्दछन्। महान चाड बडा दशैं नजिकिँदै आएको छ र उनीहरूको आशा छ नयाँ लुगा लाउने र मासु भात खाने। आउनुहोस् हामी जसरी हाम्रो परिवारमा खुसीका साथ यो चाडपर्व मनाउँछौँ उनीहरूलाई पनि सानो सहयोग गरेर उनीहरूलाई पनि खुसी पारेर हामी सबैजनाले यो दशैंलाई अझ रमाइलो गरौँ भन्ने आग्रह गर्न चाहन्छु। दर्शकबिन नवाङ शेर्पाले हाम्रो कार्यक्रम मार्फत यस संस्थाका बालबालिकाहरूलाई जुन सहयोग प्रदान गर्नुभएको छ त्यसको लागि हाम्रो कार्यक्रमको तर्फबाट उहाँलाई धन्यवाद दिन चाहन्छौँ र आगामी दिनमा तपाईहरूबाट पनि यस्ता बालबालिकाहरूलाई सहयोगको लागि अनुरोध गर्दछौँ। हस्त आजको लागि हाम्रो कार्यक्रमको निर्धारित समय सकिन लाग्यो। यहाँलाई आजको कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव अवश्य पठाउनुहोला। आगामी साता अपाङ्गता सम्बन्धी फरक प्रसङ्ग लिएर उपस्थित हुने नै छौँ। आजको लागि म लगायत सम्पूर्ण युनिटलाई बिदा दिनुहोस्। माता भवानीले सबैको रक्षा गरून्। शुभ विजया दशमी।